नमस्ते सम्पूर्णमा। यति बेला चाहिँ म यो समुद्रको किनारमा एक्लै टक्क पलेटी मारेर आनन्द यो समुद्रको छालहरूको आवाज सुन्दै रमाइरहेको छु। यति बेला चाहिँ म अस्ट्रेलियाको सिडनी अवस्थित 5 डकको यो डकमा यो समुद्रको छेउमा बसेर यो पानीको छालहरूको आवाजमा अनि यो सुन्दर भ्यू यहाँबाट देखिएको राम्रो क्लियर देखिरहेको छैन किनभने उतातिर पानी परिरहेको छ। मौसम पनि अत्यन्तै गम्भीर देखिरहेको छ। त्यही पनि म आनन्द लिएर बसिरहेको छु। बहुत मजा लागिरहेको छ। आफूभित्र हराइरहेको छु। आनन्दले बसिरहेको थिएँ। हेर्दा हेर्दा यस्तो राम्रो इन्द्रेणी लाग्यो अनि पानी पनि पर्न थाल्यो। अब म चाहिँ यहाँबाट भाग्नुपर्छ। यस्तो राम्रो इन्द्रेणी लागेको छ। नाइस ब्युटिफुल लाइक इट। खतरा पानी पर्यो, हावा पनि चल्यो होइन। अब यहाँबाट बस्न चाहिँ छैन। यहाँबाट भाग्नै पर्छ। भाग्नु त पर्यो, पानी पनि पर्यो अनि इन्द्रेणी पनि त्यहाँ दामी लागिरहेको थियो। यहाँनिर लगायो। म चाहिँ अब यहाँबाट चाहिँ भाग्नुपर्छ। मलाई आनन्दले बस्न दिएन यो ठाउँ।